हेलो नमस्ते सबैजनालाई। म चाहिँ अहिले यहाँ यो जुन चरा उड्यो ठ्याक्कै कमन लुन भनेर भनिन्छ त्यो लुनको सर्वेमा आएको छु। मिनेसोटा भन्ने राज्यमा, मिनेसोटाको चाहिँ यो स्टेट बर्डमा पर्छ। अमेरिकामा चाहिँ हरेक राज्यमा एउटा स्टेट बर्ड भनेर राखिदिएको हुन्छ क्या। त्यो मध्ये चाहिँ मिनेसोटाको चाहिँ स्टेट बर्ड यो कमन लुन हो हैन। अनि उनीहरूको चाहिँ यो अहिले ब्रिडिङ सिजनमा चाहिँ ब्रिडिङ सर्वे भनेर गरिन्छ बेसिकली। त्यही सर्वे अन्तर्गत चाहिँ अहिले मलाई चाहिँ यो लेक एउटा दिएको छ, प्लेजेन्ट लेक भन्ने छ हैन। म यहाँ लेक देखाउँछु तपाईहरुलाई। यस्तो लेक छ, यो अफ गरिदिन्छु हैन। यतिको ठुलै लेक छ जियोस्। कराएर उडिरहेछ उड्न चाहिँ है। 4 वटा देखेँ मैले। नेक्स्ट हुनुपर्छ पक्कै पनि। मैले यहाँ स्कोप छ, म अहिले स्क्यान गरिसकेको छैन। अघि एक राउन्ड गर्दा देखिनँ मैले हैन। तर बेसिकली लुन तपाईहरुलाई अर्को पुरानो भिडियोमा याद छ होला, मैले पानीमाथि गुड बनाउने भनेर भनेको थिएँ। टेक्निकली कमन लुन आफैले चाहिँ पानीमाथि गुड बनाउँदैन। उसले चाहिँ जस्तो यो छेउमा हुन्छ नि, पानीको छेउछाउमा त्यस्तो ठाउँमा बनाउँछ भने येलो बिल्ड लुन हो कि कुन चाहिँ हो। यो लुनको चाहिँ 5 वटा प्रजाति छन्। ग्याभिडेई परिवारमा पर्छ। ग्याभिडेईमा चाहिँ तपाईको 5 वटा मात्र प्रजाति पर्छ। लुन बाहेक अरू कुनै पनि चरा पर्दैनन् त्यसमा। र यो चाहिँ स्पेसल्ली अमेरिकामा अनि नर्दर्न युरोपमा पाइन्छ। युरोपमा चाहिँ सायद यसलाई डाइभर भनेर भनिन्छ, कमन डाइभर भनिन्छ जस्तो लाग्छ। नाम भिन्दै छ हैन, कमन नेम चाहिँ। अमेरिकामा चाहिँ 5 वटा प्रजातिको पाइने गर्छ। यो क्षेत्रमा चाहिँ कमन लुन मात्र कमन छ भनौँ न। त्यस्तो छ हैन। अब अहिले म फेरि एक राउन्ड सर्वे गर्छु। अघिको स्क्यानमा मैले देखाएको थिइनँ, तर फ्लाइटमा चाहिँ मैले 4 वटा देखेँ। अनि के हुन्छ हेर्दै जाम हैन। अब यो चरा चाहिँ इन्ट्रेस्टिङ कुरा मैले पुरानो भिडियोमा पनि बनाएको थिएँ। यो एउटा यस्तो प्रजातिको चरा हो जसलाई उड्नको लागि पानी चाहिन्छ। पानी अथवा लेक बाहेक ठाउँबाट चाहिँ उनीहरू उड्न सक्दैनन्। उनीहरूको शरीरमा अथवा उनीहरूको खुट्टा चाहिँ शरीरको पछिल्लो के भन्छ, कसरी हुन्छ, पछाडि हुन्छ भनौँ न, पछाडिको भागमा हुन्छ हैन। त्यसले गर्दा उनीहरू मजाले उभिन सक्दैनन्। अलिकति ढल्किन्छन् उभिन खोज्दा हैन। अनि त्यो उनीहरूको डिजाइनै त्यसरी छ क्या, पानीमा बस्ने चरा भएको भएर। अनि खानेकुरा खोज्न पनि उनीहरू धेरै जस्तो माछा खान्छन्। पानीमुनि मजाले स्विमिङ गरेर उनीहरूले आहारा खोज्ने गर्छन्। सो टेक्निकली अब पानीमै जिन्दगी बिताउने भएको भएर उसको एडाप्टेसन पनि त्यस्तै प्रकारको छ। त्यसैले गर्दा यो चराहरू चाहिँ कहिलेकै झुक्किएर ल्यान्डमा आइपुग्यो भने चाहिँ त्यहाँबाट उड्न सक्दैनन्। अथवा नजिकै लेक अथवा पानीको स्रोत छ भने त अलिअलि ढकेलेर पुग्छन्। अलि टाढै कतै पुगेको छन् भने चाहिँ युजुअली उनीहरू फस्छन् भनौँ हैन। अनि अहिले एउटा रोचक कुरा चाहिँ कस्तो भइरहेछ भने अब हरेक जीवहरूलाई चाहिँ म्यानमेड कुराहरूले असर गरिरहेको छ। त्यो असर गरेको मध्येमा यस्तो यो जुन चराहरू छन् जुन पानी बाहेकबाट उड्न सक्दैन, त्यो धेरै प्रकारका चराहरू छन् हैन, लुनु मात्र हैन। तिनीहरूलाई चाहिँ के कुराले असर गरिरहेको छ भने अमेरिकाको धेरै ठुलो रे अरू राज्यहरूमा चाहिँ ठुला सोलर प्यानलहरू राखिएको छ क्या, खाली ठाउँमा, खाली जग्गा भएको ठाउँमा, जस्तो युटातिर, क्यालिफोर्नियातिर। अनि त्यहाँ के हुँदो रहेछ भने माथिबाट उडिरहेको चराले त अब कतिौँ एकरमा हैन, हजारौँ एकरमा चाहिँ तपाईँको त्यो राखेको टल्किन्छ। टल्किँदा त के भयो भने घाम लागेको दिनमा त त्यो सोलरको सिसा टल्किँदा आकाशको निलो देख्यो। अनि उनीहरूले के सोच्दो रहेछन् भने त्यो त पानी हो भनेर सोचेर उनीहरू त्यो सोलरमा ल्यान्ड भइदिँदो रहेछन् क्या। अब युटाको कहाँ अनकन्टार ठाउँमा चाहिँ सोलरमा ल्यान्ड भएपछि त त्यो चरा उड्न सकेन, त्यो त्यहीँ फस्यो। अनि अब नजिकै पानी छ भने त ल फोर्स गरेर जानु भने त्यो गर्न नसक्दाखेरि चाहिँ अहिले त्यस्तो चराहरू चाहिँ अलिक मारमा परिरहेको छन् क्या। सो अहिलेलाई त्यति भन्दै म रोक्छु। म एकछिनमा फेरि चरा स्क्यान गरेर यहाँहरूलाई देखिएन भन्छु है त। वेलकम ब्याक। अहिलेसम्म मैले 6 वटा चाहिँ लुन देखेँ। अनि अब यो लुन सर्वेको टेक्निक युजुअली के छ भने आकाशमा कम्प्लिटली उडिरहेको चरा चाहिँ गर्न पाइएन, किनभने यो चाहिँ अब एक हिसाबले ब्रिडिङ बर्ड सर्वे भनेर गरेको र यो स्पेसिफिक तालमा अथवा लेकमा कतिवटा ब्रिडिङ चरा छ भनेर गर्न खोजिएको भएकोले गर्दा फ्लाइओभर चाहिँ अब त्यो जहाँको पनि हुनसक्छ भनेर काउन्ट गर्न पाइएन। पानीमै छ र पानीबाट उड्दै गरेको उडेको देखिएको छ भने चाहिँ काउन्ट गर्न पाइयो।
अथवा ल्यान्डिङ गर्दै गरेको नि पाइयो होइन। ओभरअल चाहिँ मैले अहिलेसम्म 6वटा देखेँ। एउटा चाहिँ नि ब्रिडिङ मेल फिमेल र एउटा बच्चा नै भएको देखेँ भनेपछि यो लेकमा चाहिँ नेस्ट रहेछ भन्ने भयो। मैले मजाले स्क्यान चाहिँ गरेर हेरिसकेँ, तर मैले कहीँ पनि नेस्ट जस्तो अथवा उनीहरू नेस्टमा बसिरहेको देखिनँ। त्यो जुभेनाइल पनि अलिकति ठुलै भइसकेको छ होइन। सो त्यसले गर्दा अभियसली नेस्टबाट पक्कै पनि बाहिर निस्किसकेको बेला भयो होला। ठ्याक्क त्यही भन्दै गर्दा अब यो त पब्लिक एक्सेस भएको लेक हो होइन, जो पनि आउन सक्छ। एकजना मान्छे बोटमा भर्खरै मोटर बोट, सानो मोटर बोटमा चाहिँ त्यहाँ पर माछा मार्नको लागि होला ठ्याक्क आए। अब त्यो मान्छेले गर्दाखेरि चाहिँ त्यहाँनिर ठ्याक्क जहाँ त्यो लुन थियो त्यहीँनिर माछा मार्न आएको भएर चाहिँ त्यो लुन उड्यो अथवा त्यो कर्नरमा गयो होला। मैले यहाँबाट त्यो कर्नर चाहिँ मेरो लागि एक्सेस छैन। अब एक राउन्ड यहाँ अर्को 10-15 मिनट बसेर हेर्छु, त्यसपछि चाहिँ नभए उतापट्टिको एन्ड गर फेरि चेक गर्छु भन्ने प्लान छ। किनभने जस्तो मैले यहाँ अहिले म्यापमा चेक गर्छु अनि त्यसपछि थाहा हुन्छ। किनभने म बसेको ठाउँबाट भन्दा अरू कुनै बेटर एङ्गल छ कि भनेर खोजेको, त्यस्तो धेरै अर्को एङ्गल त छ जस्तो त लागेन। तर पनि सो मैले यहाँबाट देख्ने जति यो स्पेसिफिक एउटा एङ्गल देखेकै रहेछ यहीँ बसी। तर जुन यो कर्नर छ, यो रुखको पछाडिपट्टिको भाग चाहिँ यहाँबाट देखिया छैन। त्यहाँनिर अलिकति पब्लिक एक्सेस छ जस्तो छ। अर्को 10-15 मिनट यहाँ बसेर म त्यता जान ट्राई गर्छु, किनभने त्यो लुनहरू पनि त्यतै छन् क्या, ठ्याक्क त्यहीँनिरबाट गएको छ अथवा त्यहीँनिर थियो भनौँ न। मैले फोटो त खिचेको छु, मैले यो स्कोपबाट गरेको अलिकति भिडियो पनि यहाँ राखेको छु। तर एटलिस्ट 6वटा लुन चाहिँ भेट्यो अथवा देखियो भनौँ। त्यसमध्ये 3टा चाहिँ मैले पानीमै देखेँ, सो तिनीहरू चाहिँ काउन्ट हुन्छ। बाँकी चाहिँ अब टोटलमा 6वटा चाहिँ फ्लाइओभर थियो। चराहरू राम्रै मात्रामा छ, दिन पनि नाइस छ। अहिले कति छ डिग्री, अब तातै छ जियोस्, त्यस्तो छैन। हाम्रो क्षेत्रको सबभन्दा अप्ठ्यारो कुरा भनेको चाहिँ यहाँ एकदमै जतिखेर नि विन्डी हुन्छ क्या। त्यो विन्डी भएको दिन त अब धेरै विन्ड भएको दिन त चरा हेर्न ओर्न गाह्रै हुन्छ। त्यसमाथि यस्तो लेकमा त अब छाल आइरहेछ भने झन् देख्न गाह्रो पर्छ। त्यसमाथि यो चरा पानीमुनि डाइभ हानिरहने चरा, अब त्यो छालले हाने कि डाइभ हानी गरेर देख्न गाह्रो पर्छ होइन। तर आज चाहिँ एकदम वेदरले नि फेभर गर्यो, बिस्तारै विन्ड चाहिँ बढ्दैछ। यहाँ पानीमा अलिअलि देख्न थालिएको छ। ओके, यो ठाउँमा चाहिँ जति देख्नु देखियो। अब अर्को स्पटबाट एकचोटि चेक गर्छु। यहाँ चाहिँ मैले कन्फर्म 3टा चाहिँ भयो होइन यो लेकमा चाहिँ। तर अर्को साइडबाट अरू पनि देखिन्छ कि हेरौँ, भएन भने चाहिँ लगभग समय पनि मेरो सकिनै लाग्यो। ओभरअल युजफुलै भयो भन्दा यहाँ उडेर आयो एउटा। ठ्याक्कै यो अगाडि जुन आइरहेछ यो नै लुन है, यसमा त देखिन्न होला। भनेको टाउकै माथिबाट आएर सो यो चाहिँ मैले लेकबाट उड्या नउड्या देख्न पाइनँ, त्यसरी काउन्ट हुँदैन। यो चाहिँ उडेको मात्र देखियो होइन। अब त्यो जहाँबाट पनि आएको हुनसक्छ, टेक्निकली यो काउन्ट चाहिँ हुँदैन। तर जे होस् एउटा चाहिँ नजिकैबाट देख्न चाहिँ देखियो। ल अब मुभिङ अन, अर्को एङ्गलबाट एकचोटि फेरि प्रयास गर्नेछु। सो लुनको सर्वे सकेर चाहिँ म अहिले एउटा यहाँ रुकरीमा आएको छु होइन। रुकरी भने एउटा पार्कमा जस्तो यसरी यो कम्युनल नेस्टिङ गर्ने चराहरूको, लेकको वरिपरि कम्युनल नेस्टिङ गर्ने चराहरूको भएको ठाउँलाई चाहिँ रुकरी भनेर भनिन्छ। जस्तो यहाँनिर यो रुखभरि जुन बकुल्ला देख्नुहुन्छ तपाईँहरूले, त्यो सबै बकुल्लाहरू चाहिँ त्यहाँ नेस्टिङ गरिरहेको छ होइन। मैले यो जुन भिडियो अहिले हालेको छु त्यसमा तपाईँहरूले ठ्याक्क त्यो एउटा फिमेलले चाहिँ खुवाइरहेको देख्न सक्नुहुन्छ उसको चल्लाहरूलाई होइन, र बचेराहरूलाई। म अझ फुल भिडियो क्यामेराको नि अट्याच गर्छु।